घाम चाहिँ कसरी पुग्नु हामी तिनीहरूले झन् टेन्ट टाकेको छ कि छैन ओए मान्छेले पनि के भन्छ होला सधैँ त्यही ठाउँ जाँदै बस्नु ल हामी चाहिँ स्कुलबाट बल्ल आइपुगेर रेडी भएर जाँदैछु लडाँदैन तपाईँलाई त हाम्नु सक्छु तपाईँको वेट ल हामी चाहिँ लाग्यौँ साथीहरू ल साथीहरू फेरि पनि त्यही ठाउँमा ल्याएको छन् हामीलाई हाम्रो दाजुभाइहरूले आलु चप बोकेर आउँदैछु गुन्द्री पनि घरबाट लिएर आएको हामी दुईजनाले साथीहरू यस्तो घाम लागेर मर्न आँट्यो टन्ट जहिले त्यो ठाउँमा बस्छौ न चाहिँ घामको ठाउँमा न पाल टाँगेको छ न के हाम्रो दाजुभाइ चाहिँ जहिले यो ठाउँमा उनीहरूको फेभरेट रहेछ यही ठाउँमा बस्छ जहिले म्याउने बित्तिकै दाइले माछा ल्याउनु भयो राम राम शान्ति बस ल पसिनै पसिना दाइ ऊ अङ्कलले ऊ ल्याउनु भयो माछा ल्याउनु म हाम्रो चाहिँ यहाँनिर छ मेन डिस पाक्दैछ राम राम होइन मम्मी के साह्रो घाम ताप्नु भएको आयो भने त उनीहरू त भुइँचा लाग्छ त्यो कुदेर जाँदो रहेछ खोइ ब्याग चाहिँ खजाना हेर्नुपर्छ पहिला अप्सरा पो भनेछु के हो देख्दिनँ हामी आँखा अब मरे मलु झन् बिग हेड फिस परोस् है त्यो तोही दोरीबाट चाहिँ फेरि मैले भनेको पुग्छ नि जिन्दगी ल 3वटा साथीहरू जङ्गलमा वनभोज हुँदैछ हाम्रो बादल के हरायो अरे बादलको बेहुली च्याउ हरायो अरे बेहुली ल हामी चाहिँ अब पस्किसक्यौँ अब दुईजनालाई मात्रै पस्किनु बाँकी छ सुरु गर्नुभयो सबैजनाले यहाँ मेन मान्छे यहाँ हुनुहुन्छ बादल बादल यहाँ है हाम्रो वनभोज मेरो फोनै काका हुन थाल्यो धेरै भएर तातेर बच्चे लोग साबा थ्याङ्क यू लु गर्मीमा चिसो के भयो बादल च्याउ हरे ल साथीहरू यो चाहिँ मेरो भात पुलाउ राजमा आलुदम आलु चप सेकका अचार आम्मामा लुगा त कस्तो राम्रो भयो यत्रो लामो छ यहाँ चाहिँ पकोडा खानु नि गर्मी होस् हावा चलोस् पानी परोस् कत्रो माछा परेछ नि त नि ल खानु कि अब माछा हेर्नु जानु ला उम्कायो कि क्या हो छैन ओहो माछा ठुलो ल्याउनु भयो खानै आँटेको थिएँ कत्रो माछा मारेछन् यार ठुलो छ ओहो माछा पराएछ ठुलो माछा पनि पर्दैछ यहाँ खानेकुरा पनि खाँदैछौँ ए बाफरे फिसरम्यानहरू
ध्वासे न ध्वासी भएर कुन चटनी हामी चाहिँ घामले पोलेर पारिपट्टि जाने शीतलतिर नानीहरू बिस्तारै हामीलाई पर्खिँदै पारी पुगिसक्यो शीतल ठाउँमा जाने हो पारिपट्टि साथीहरू सुरु सुरु यस्तै हो हामी यस्तै हो हाम्रो पारा साथीहरू लस्करै छौँ है लस्करै हामी चाहिँ पारी चाहिँ ओभर घाम लागेर यता वारी चाहिँ शीतल छ त्यही भएर यता आएको साथीहरू लस्कर आउँदै हुनुहुन्छ उदो चाहिँ नजाने फेरि यता शीतल छ क्या कति राम्रो ठाउँमा आइपुगेँ म वाउ साथीहरू अनि बाटो यस्तो छ अनि कुवा छ अरे भनेर भन्दै चाहिँ यहाँ बहिनीहरूले वाउ दामी कुवा या यस्तो कुवा रहेछ नि त नेचुरल कुवा ओ माई गॉड मलाई थाहा छ म आएको थिइनँ कति राम्रो लाग्यो यो ठाउँ मलाई त्यो लोक बच्चाहरूको चाहिँ जाने बेला भयो सो तपाईँलाई चाहिँ कसले बोक्छ अनि बच्चे लोग त अनि इच्छा इच्छा छ नि त अनि इच्छा तो उठिहाल्छ नि हो जाएगा ना करनै पड़ेगा रेहाङ रितेश भाइसँग जा खासमा तेरा यहाँ चाहिँ मजाले देखिन तर तलदेखिको लाइन लस्करै छ है फिसिङको साथीहरू हामी चाहिँ यहाँ भिडियो बनाउन आएको भिडियो फोटो लिन आएको साथीहरू कसरी खिच्नु बाफ्रे थक्कली बोकेर ठोकली यस्तो छ मान्छेको फिसरम्यानको यहाँ चाहिँ पुरा टिकटक भिडियो फोटो सुट भइरहेछ तल पनि सुट भइरहेछ अन्त ऊ पारि चाहिँ हाम्रो दाजुहरू माछै कुरिरहनु भएको छ अनि मेरो मम्मी पापा फुपूहरू चाहिँ सबैजना चाहिँ गइसक्नुभयो घर अहिले अन्त हामी चाहिँ फोटो भिडियो बनाउँदै बसिरहेछौँ साथीहरू अब घाम गयो रमाइलो हुनु थाल्यो शीतल हुनु थाल्यो नि त साथीहरू पर चाहिँ मम्मी के बिदी माछा आज साँच्ची कतिवटा पार्नु भयो होला 6-7वटा होइन भिडियोमा बादमा देखिहाल्नुहुन्छ साथीहरू रमाइलो गरौँ भनेको त रमाइलो त एकछिनमै सक्यो रमाइलो घरको चाबी मैसँग घर हिँडेको रात परो साथीहरू हो त नि घर जाने बेला जेरी बोकेर गाइस यो चाहिँ 250 केजी अरे यो चाहिँ हाम्रो नेपालको लाइक शेयर सब्सक्राइब साथीहरू लो न हो लु हामी चाहिँ अगाडि आएको दाजुहरू पछाडि मछली दाजुहरू मछली डल्ले मछली लुटे मछली लम्बे छिटो न हो मेरो ब्याट्री अफ हुन आँटेको छ उसले पनि त्यहाँ सानो माछा देखाउँदैछ क्या कडाई माछा छ के हो हेर होइन मर्नु त अघि मरेको त के हो त्यहाँ जङ्गलमा मित लाएर क्या बाँदरसँग लु त्यसका बाजे अझै छ साथी हो अझै
इत्रु गलत परेछ लाइनिङ हेर खुसी त्यो ठुलो त हामी हुँदै मारेको तपाईहरुमा यो कि कुन चाहिँ हो यो रातिमा भनेको त्यो ल सबसे ठुलो चाहिँ यो हो रहेछ साथीहरू ल हात देखाइदिनु तपाईँहरूको त्यसरी मेजर गर्छ अरे हात पुरा हातभन्दा लामो ओए माछा देखेर लोडो ड्याममै सान्दी त माछा देखेर ढल्यो हो लु साथीहरू यसरी नाप्नु पर्छ अरे माछा चाहिँ यो त बुढी पति यसलाई कति हुन्छ यत्रो लामो माछा ठुलो माछा चाहिँ ल साथीहरू बुढी पोथीले चला किचे झन्डै मारे जस्तो भयो अर्को भ्लगमा भेटौँला